हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ हाम्रो यो सानो भ्लगमा होइन। हामी चाहिँ आज रेग्रानीतिर जाने भनेर हिँडेका छौँ। हामी विजय, म, नेत्रे अनि हाम्रो सुधा दादा। हामी चाहिँ भर्खर हामी गलेश्वरको रोडमा यो घुम्तीमा पुल लिएर आइपुगेको छौँ होइन। अब के कस्तो हुन्छ बाटोतिर, के कस्तो देखिन्छ हामी सबै देखाउँछौँ तपाईँहरूलाई होइन। हेर्दै जानु होला, स्टे ट्युन। माथि हुँदै अब हामी पुनिलतर्फ जाँदैछौँ र हामी म र विजय बसेका छौँ र माथि अगाडिको बाइकमा चाहिँ महेन्द्र र महेन्द्रको दाइ चालक हुनुहुन्छ र हामीले यहाँ मोबिल हाल्न पर्ने हुन्छ कता हो कहाँ। सो गाइस अहिले चाहिँ हामी कहाँ भने पछाडि मौरी कुट्न चाहिँ अझ 45 मिनट लाग्छ अरे। र अब चाहिँ यहाँ चाहिँ दुईवटा बाटो छ, यहाँ मौरी कुट्न छ होइन। यहाँ चाहिँ माथि चाहिँ मौरी कुट्न होला, तल चाहिँ घोरेपानी हो। यहाँनिर छ बोडी घोरेपानी भनेर। अनि चाहिँ हाम्रो चाहिँ यहाँ बिजी छ। हामी चाहिँ हल्का छिटो आएर चाहिँ यहाँ महेन्द्रहरूलाई पुगिरहेको हौँ। अब टक्क लाएर यहाँबाट गइन्छ घोरेपानी, ऊ त्यतातिर होला घोरेपानी आई थिङ्क। र केटा अब त्यही होला। अब चाहिँ हामी चाहिँ अहिले चाहिँ लगभग 1 घन्टा कति भयो टाइम, 1 घन्टा समथिङ, 1 घन्टा 20 मिनट यस्तै हिँड्यो होला होइन। अनि 1 बजे रहेछ भने पछाडि हामी त्यस्तै हिँड्यो, 1 घन्टा 20 मिनट जति हिँड्यो भनेको। 2 घन्टा भनौँ न होइन, 1 घन्टा 20 मिनट भनेको। 1 घन्टा साढे 1 घन्टा भनौँ न, 90 मिनट हिँड्यो क्या हामी। र अनि चाहिँ महेन्द्रहरू अब आउँछ होला। यस्तै छ यी केटा भ्यू यी सर र गाउँ थियो गरे एउटा देखाइएन। अब त्यही गाइस, ल अब अहिले भेट्नुपर्छ। त उभिएका राजा नि राइडर रहेछ नि त। अनि कन्टेन्ट बनाउने भने चाहिँ कताखेरि भर्ने होइन, चेकिङ आए जस्तै हुने भयो। नोटेसी कन्टेन्ट हुन्छ भनेर पहिल्यै कन्टेन्ट गराइदिनु बाटो छ नि होइन। ल हामी चाहिँ ट्रेकिङ हिँडेको, तिनीहरू बाइकमा जाने, हामी चाहिँ हिँड्दै जाने प्लान भएको छ। ट्रेकिङ हुन्न होला कि देखाइ त हुन्छ होइन। तेरो त ब्याग त्यस्तो छ, मेरो ब्याग नि। हाम्रो त ब्याग नै खुक्का छ ट्रेकिङ टाइपको। तर तैँले मङ्की क्याप लगाएर आउनु पर्ने हो क्या। क्या मैले झ्याउ गरेँ। वहाँ पर देखिन्छ नि हो, यहाँबाट चाहिँ आएको र अहिले चाहिँ हामी यहाँ आइपुगेका छौँ। र यहाँ हाम्रो अगाडि चाहिँ शिखा छ र यहाँ हाम्रो चाहिँ विजय दोस्त चाहिँ भर्खरै एकछिन झरेर हिँडेर थाक्नु भएको छ, हल्का एक्सर्साइज गराइदिएको। र महेन्द्रहरू यहाँ आउँदैछ। यस्तो छ केटा भ्यू। ल केटा यो क्याङमा त यहाँ नि भेट्यो त, धोरपाटनको हो कि। ल अहिले भेट्नुपर्छ है गाइस। ल गाइस हामी चाहिँ अहिले ठ्याक्क भर्खर गुराँसको भाइब्सहरू देखिरह यहाँ है। अनि ठ्याक्कै महेन्द्र र विजय यहाँ छौँ, यहाँ हिरो भइन्छ। हाम्रो त यहाँमै हुनुहुन्छ र म चाहिँ यस्तो छ। हाम्रो बाइक चाहिँ यही हुन्, यी दुईवटा, यी 180, एउटा रातो 180, एउटा निला 180 हुन्। यस्तो चाहिँ सही छ। ल बल्ल भाइब्स हान्न लागिरहेको छ पुरा। र अब चाहिँ हाम्रो उहाँ गोरा खैरेहरू चाहिँ उहाँ पुगिसकेको छन् यहाँ यी। अब चाहिँ अब हामी यहाँबाट माथि जानुपर्ने हुन्छ।
यहाँ चाहिँ तल चाहिँ तातो पानी हुन्छ ल गाइस अहिले भेट्नुपर्छ ल दाइहरू आउँदै हुनुहुन्छ ल आउनुभयो साथ गरे चलो ल हामी चाहिँ यहाँ छौँ ल सही ल हामी चाहिँ यहाँ घोरे पानी आइसकेको अवस्था छ केटा आओ होइन यो घोरे पानी हाम्रा यी राजाहरू हाम्रो दादा यहाँ हुनुहुन्छ दादा पनि हाल फरेन कन्ट्री छोडेर आउनुभएको छ नेपालमै केही गर्छु भनेर अब केही गरेर जानुहुन्छ होला फेरि अनुहार यस्तै भइरहेको छ हातहरू यस्तो काला काला भइन्छ मेरो राइडरहरू ल वेलकम टु घोरे पानी म्याकडी नमस्ते हम सबको नमस्ते यो व्यक्तिले त पेन्सन नि लिएर आइन्छ नै अटोग्राफ दिने हुन् क्या मैले कोले के गरेर मन्त्र हालेर फालेको सही हो ल सो गाइस हामी चाहिँ घोरे पानी आइपुगेको अवस्था छ र हाम्रो यहाँ केटाहरू यहाँ छ है टक्क र हाम्रो दाइ यहाँ हुनुहुन्छ र हाम्रो यहाँ खैरेहरूले हेर्नु छ भने यहाँ छ हेलो ओके ल हामी चाहिँ अब जानेछौँ यसो यो केटा मजा आयो हल्का हल्का नमस्ते गेस्ट हाउसमा नमस्ते लजमा आइसकेका छौँ हामी कोही कोहीलाई लेख्ला भन्छन् यी व्यक्तिलाई लेख्लाए भन्छन् है भाइ मुखेराम त मुख त तपाईँको नि अतिले त छैन राजाले त झन् त्यो गाइज हामी चाहिँ यहाँ होटेलमा आइपुग्यौँ अनि त्यस पछाडि हामी चाहिँ यहाँ छ आज राति चाहिँ चिल हुन्छ बस्छ हो क्या माथि नि छ ठाउँ त हामी बसेको चाहिँ मलाई देखाउँछु है रुम नम्बर 9 हामीले चाहिँ त्यहाँ हलै बुक गऱ्यो किनभने चाहिँ हामी 4 जना आएको नि त 4वटा बेड चाहियो नि त हामीलाई खै केटाहरू यस्तो छ नि यही आउँछ त्यो हाल्नु फुटेर हुँदा हाम्रो चाहिँ है मुखसुक हुन्छ ल गाइस ल अहिले भेट्नुपर्छ ल अब हल्का खाजा खान्छौँ त्यसो भएर हामी सनसेट हेर्नु जाने हो त्यही हो अरू सनराइज हेऱ्यो हामी सनसेट हामी सुत्ने चाहिँ यस्तो छ हामी सुत्ने यस्तो छ यहाँ ओढ्ने चाहिँ 2वटा यो चाहिँ अब हाम्रो ज्याकेट भइहाल्यो एकजनाले यति ल्याउनु पर्ने रहेछ भने चाहिँ स्पोन्सर नपुगेको खण्डमा हाल्छु भन्नुभएको छ सेकेन्ड ब्याकअपमा काठमाडौँदेखि मगाइन्छ फेरि प्लेनमा तेरि यहाँ त फेरि मगाएको नि झन् नि यहाँ त हाम्रो क्या भ्याइन्छ यो यस नाइकी अल द वे फ्रम अस्ट्रेलिया है ओर्जी ल हामी चाहिँ अब यहाँ खाजा खाँदैछौँ र हामी चाहिँ आज मुन लाइटमा बसेको छौँ ल यहाँ चाहिँ हाम्रो नोटहरू लेखिरह टक्क लाएर है सही हो ल अब यहाँ खाजा खाएर चाहिँ हाम्रो खाजा चाहिँ यही चाउचाउरो छ अनि माथि अब हामी एकचोटि पुनिल जान्छौँ अनि सनसेट हेरेर चाहिँ आउने भन्ने प्लान हो हाम्रो अब हेरौँ अब एकोर्डिङ टु प्लान बेनिफिसन अपको लाउनु हेर्छ त दाइले त बेनिफिसन अपकै बेनी लेख्छ ल यस्तो छ है हामी बस्नु चाहिँ आज ल गाइस यहाँ चाहिँ नोट लेख्ने छ होइन आज लेखिन्छ नोट ल अहिले भेटौँ ल हामी चाहिँ माथि जाँदैछौँ अब पुनिल भन्नेमा गएर पुनिलमा गएर अब देखाइने छ के र हामीले चाहिँ यहाँ बिस्कुट पनि लिएको छौँ बिस्कुट खानेकुरा यहाँ चाहिँ गाइस हामी चाहिँ अहिले चाहिँ हामी अब 45 मिनटको यात्रा पछि चाहिँ हामी पुग्नेछौँ र यहाँ चाहिँ हाम्रो दोस्तहरू छन् ल कडा सयो ल हामी चाहिँ अब जाँदैछौँ यिनीहरूलाई देखाइदिएको अलि मक्क परिच्छन् चोरहरू ल म चाहिँ एउटा यात्री जो चाहिँ यात्रामा रमाउँदै म आज आएको छु तपाईँहरूको म्याचमा श्रृङ्खला लिएर घोरे पानीको श्रृङ्खलाहरू देखाउँदै र आज हामी रमाउने छौँ यी हाम्रा रेडोडन्डन हेर्न आएको रेडोडन्डनहरू एउटा छैन नि त अनि रेडोडन्डन भन्ने पानी हेर त्यहाँ गुराज हेर्न आएको गुराजको बुढा मात्रै छन् के अनि हुन् ल अब माथि गएर भेट्ने होला
यिनीहरू आउँदैछन् यहाँ तल म चाहिँ हल्का अलि क्लियर भएको नाताले चाहिँ अलिक अगाडि हिँड्नु पऱ्यो नि केटा आऊ कि के हो र मुख त ठिकै आइछ होला होइन ल ठिक छ ल केटा माथि गएर भेटौँ ल हामी चाहिँ यहाँनिर अब हामी आइसकेका छौँ पुन हिलनिर र हाम्रो दाजु यहाँ हुनुहुन्छ र पुन हिल चाहिँ हाम्रो त्यहाँ पऱ्यो है यो देखेको ल हाम्रो केटाहरू चाहिँ यहाँ छ यो बाबा लाग्छ हाम्रो भ्लगमा कि पुन हिलमा ल हामी चाहिँ अब आइसक्यौँ र अब हल्का छन् जेस गोडाक 100वटा खड्किला होला नि ती पार गरेपछि चाहिँ हामी त्यहाँको धुरीमा पुग्छौँ र त्यहाँबाट देखाइनेछ ल बाई बाई गाइज ल हामी चाहिँ यहाँ पुनिलमा आइसकेका छौँ पुनिल घोरेपानी होइन यो चाहिँ हाम्रो कति मिटर भन्दाखेरि 3210 मिटर 2874 होइन भिजिटर एरियाज त्यही त नि क्या 3200 पुनिल भयो 2800 चाहिँ सय केटा आउँदा हामी चाहिँ पुनिलमा छ है ल लभली लभली सर्ट है ल लभली ल केटा ल अहिले भेट्नुपर्छ ल हामी अब त्यहाँ चढिन्छ एक राउन्ड त्यस पछाडि भेटौँला नि है सय सय हामी चाहिँ अहिले यहाँनिर है एउटा टुरिस्टसँग भेट भएका छौँ विच कन्ट्री यु आर फ्रम नेदरल्यान्ड ओ या Did you know Dijong? Sorry? Football player Dijong. Dijong, yeah. No, Dijong. Frank Dijong. Footballer. No. Van Dijk. Yeah, Van Dijk, yeah. Who's the other one? Dijong, Barcelona player. No, I don't know. I know Dutch team. Did you know Gakpo? You know Gakpo? Yeah, Gakpo. Yeah, Gakpo, yeah. Okay. Are you football fans? You football fan? No. Sorry. He's football player. My boyfriend is. It is Footballer? Yes. Oh. Are you a football fan? Yeah, I am football fan. He's footballer also. I am also a small footballer. That's good. Captain of school. Oh, cricket. I thought everybody in Nepal plays Cricket? No. No, football. Football is more popular. India. Cricket. Yes, India is more popular. India must be. Can you name some cricket player? No. No. Did you know Virat Kohli? Virat Kohli, did you know? Cricket? Yeah. No. No. No, sorry. Cricket is not popular in Netherlands. Only football, yeah. Don't know. Netherlands is good in ranking. Football ranking. Yeah, they're okay. Yeah. Netherlands is only famous for beautiful people. Like you. Thank you. Okay. Please. Tall people too, I feel like Tall people. How do you feel in Nepal? I love it. You love it? Nice people. How many days? You can feel safe. 1 week. Yeah, One week. I do. Thank you. ल गाइस ल हामी चाहिँ यहाँ है What's the name? जानी नजानी इङ्ग्लिस हान्ने छ हैन यो बानी And I can watch this back, eh? ओके You can ल केडा यही हो ल हामीले हल्का उस्नी गर्यौँ हैन यस्तै छ अब हाम्रो है हाम्रो यहाँ महेन्द्र यहाँ छन् ओके ल सही ल केडा ल हामी चाहिँ डेन्जर मजा आइरह यस्तो टिकटक नि हान्ने छ हैन भ्यू त यस्तै छ है सर Slade means friends. yes. Ah, nice. Sled means this. guys. This morning फाइनल्ली हामी पुग्ने लाग्यो हैन टक्क सनराइज हुँदैछ नेत्रे र दादा पुगिसकेका छन् हामी चाहिँ भर्खरै यहाँ
आइएको छ Guys, this is the view of Gorepani. यहाँ टाइम ल्याप्स हुँदैछ महेन्द्र क्यामेराम्यानमा छ गाइस हाम्रो चाहिँ भ्यू यस्तै छ है सर एक राउन्ड हान्नु पर्दा केटाहरु चाहिँ माथि टाइम ल्याप्स गराउँदैछ र आज चाहिँ खासै हाम्रो यो के भन्छ रे वेदरले चाहिँ हामीलाई अलि साथ दिएन किनभने चाहिँ कुहिरोहरु लाग्यो त्यही हो केटा हो अहिले चाहिँ के त्यो रमाइलो भयो तर भ्यू चाहिँ अलि राम्रो खिच्न पाएन भन्ने कुरा मात्रै हो यस्तै छ है सर लाउँदा महेन्द्रजी केही भन्नुस् तपाईले के भन्न चाहनुहुन्छ गुड मर्निङ एभ्रीवन फ्रम द all the way from Phone Hill Gorepani what's the height man I think it's average 3200 oh I don't know exact okay you don't know exact okay you can see that mountain अनि यहाँ चाहिँ टक्क घाम धौलागिरी हिमाल चाहिँ यो हो yes अनि चाहिँ यताको I think Annapurna there is the Annapurna okay there is Machapusre ल Jumit लस्स यो केटा हस्स यो ल मलाई चाहिँ एकदम आँखा पोलेर हैरान भइरहेको एकदम यहाँ चाहिँ हाम्रो टुरिस्टहरूले फोटो खिचिरहेको पुरा हैन ल यही नै हो केटा हो ल सयो प्लेन चाहिँ यहाँ हाम्रो जाँदैछ यी सर र अब हामी चाहिँ यहाँ बिहान आएको बिहान आएर चिया खायौँ हल्का यहाँको अलि त्यस्तो तर मजा चाहिँ आएन तर त्यही पनि हल्का हान्ने त्यही केटा हो अब अरू त के भन्नु छ र तिमीहरूलाई देखाउने कुराहरू देखाइसक्यो अब धेरै देखाउन सकिँदैन यहाँ पुरा अब चाहिँ यो बोर्डमा फोटो खिचिन्छ अनि गइन्छ ल आज ल सो गाइस ल अब हामी चाहिँ यहाँ घोरेपानीबाट घोरेपानी कि पुनिलबाट चाहिँ फर्किँदैछौँ ल फोटोसोट पनि मिठो हान्ने फोटोहरू अब चेक गर्नको लागि चाहिँ म माथि चाहिँ यहाँ इन्स्टाग्राम आइडी हालिदिन्छु सबैको होइन त्यहाँ गएर चाहिँ तपाईँहरूले चेक गर्न सक्नुहुन्छ र यहाँ हाम्रो चाहिँ साथीहरू छ नि फोटोसोट खिचे दाइ हुनुहुन्छ र यहाँ चाहिँ हामीले चाहिँ के थाहा पाएको छौँ भनेपछि चाहिँ यहाँ चाहिँ गीत लाउन पाइँदैन रे भन्ने चाहिँ त्यो के हुन्छ अरे त्यो जानकारी आएको छ अनि यहाँ आएर चाहिँ अब तपाईँहरू यहाँ आएर नि क्याम्पिङ गर्छु टेन्टहरू हालेर बस्छु भन्न नि हो त्यस्तो नि मिल्दैन अनि तपाईँहरूले चाहिँ यहाँ आएर चाहिँ जथाभावी त्यो अब फोर्सोर गर्ने अनि त्यो अब हुन्छ नि गुराँसहरू टिपेर चाहिँ अति ओभरै टिप्ने कि अब एउटा दुइटा टिप्यो त केही भएन तर डेन्जर ओभरै टिप्यो भनेपछि चाहिँ त्यहाँ चाहिँ एकदम हाइली जरिमाना रहेछ के तिमीहरूले चाहिँ त्यस्तो रुल्स ब्रेक भयो भने चाहिँ 5000 चाहिँ तिर्न पर्ने रहेछ होइन अब के अरे चिनोको लागि भनेर एउटा ठिक्छु भन्न चाहिँ पाएँ तर पहिला चाहिँ मान्छेहरूले त्यो चाहिँ किन त्यस्तो गरेको रहेछ भनेपछि चाहिँ पहिला चाहिँ मान्छेहरूले आएर अब यहाँको पुरा त्यो हुन्छ नि है लाली गुराँस चाहिँ एकदमै बोराहरू लिएर पुरा डेन्जर भाँचेर 1 बोरा 2 बोरै लैदिने रे के अनि त्यस पछाडि यहाँ गाउँको मान्छेहरूले चाहिँ यस्तो रुल्स गरायो कि अब चाहिँ त्यही भएर यहाँ आएर चाहिँ त्यस्तो अलि रुल्स फलो गरिदिनु होला होइन यो भनेको चाहिँ अब हाम्रो यो भनेको नेसनल हेरिटेज हो क्या हेरिटेज जस्तै हो होइन तपाईँहरू मात्रै आएर मजा गर्ने होइन नि त्यहाँ त कति मान्छेहरू आउँछ त्यही भएर अलि होस गरौँ होला अलि बढी बोले क्या मन्चोरिन अब पुन हिलमाथि आउनु भएपछि चाहिँ झर्न एकदमै सजिलो छ सिधीबाट निन्जा टेक्निक यस्तो गर्यो भने तपाईँहरूले तल यस्तो एकदम राम्रो छ यस्तो गर्यो भने अनि तपाईँहरूलाई तल यो लोड्नु भयो भने ठिक छ कि झन् सजिलो एम्बुलेन्स आउँछ सर लैजान्छ
सही हुन्छ कि तर हाँसिन्छ फेरि गाइस हामी चाहिँ यहाँ एउटा गेम खेल्दैछौँ होइन हाम्रो चाहिँ यो खैरिनीले चाहिँ फोटो तास्छिन् अनि त्यस पछाडि हाम्रो 3 जनामा चाहिँ कसले छिटो भेटाउनु रहेछ है म चाहिँ यहाँ क्यामेराम्यान भइहालेँ ल है केटा ल ल अब ल केटाहरू ल तिमीहरू बाहिर जाऊ ल ल बाहिर जाऊ ल तिमीहरू ल बाहिर जाऊ ल ल है हामी चाहिँ यहाँ एउटा गेम खेल्दैछौँ ल कसले चाहिँ भेटाउन सक्ने रहेछ है ओके ब्रिङ योर फोटो I will capture this and I will put in my blog. Is that okay? Yeah, Not okay. So you won't join the contest. No, I am the cameraman. Yeah. Okay. Please understand. Yeah. Hey Sam. No. Hey Sam. Hey Sam. Where are you? Please. I made a mistake. Why? I didn't bring them. Huh? What? I'm sorry, I didn't bring the pictures. You didn't bring the picture? Oh. Yeah, but what is it? So what should we do? We have to do. Okay, I will tell these guys. Hello guys. She didn't bring the picture here. Sit. What's she doing here? There is two? Oh yeah. Okay. Hey, my name is Sam. Okay, she's writing here. Okay, she's writing thank you for the lovely. Okay, I will show you at last. र हाम्रो चाहिँ यहाँ गेम भइरहेको छ र हाम्रो गेममा जसले जित्नुहुन्छ उहाँले पाउनुहुन्छ 20 करोड तर 20 करोड पेपरको हुनेछ 70 को हुने छैन र तपाईहरुलाई म चस्मा लाएर तपाईहरुको माझमा आउने छु र ल अब म हाम्रो भाइको इन्टरभ्यु लिन गइरहेको छु भाइले पनि केही भन्छन् कि भनेर म आशा गरिरहेको छु ल ठिकै छ ल भाइ अलि लजाउने रहेछ हैन यहाँको भाइ ठिकै छ ल यहाँ गरम भनेको सामले फेरि ओहो नि यत्रो उजै लेख्न लाइन Okay, we are having good time here and this is a Banetri. र यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ किङ महेन्द्र यो चाहिँ हाम्रो महेन्द्र You right? I put the wrong date. Wrong date? Okay, it's fine. 24. Here. Wait, let me. Show me. Eh? Yeah. Thank you for the lovely stay in this beautiful mountains. It feel horny. I love Sam. Okay. Right. Whatever you want, light. I didn't write horny, bro. What? This is totally keep bolching kehi थाहा नै छैन हैन यहाँ मलाई. Hey, do you know what it says? What it says? It says like homie. Homie. Homie, like homie. Yeah, we are homie. We are slates. We are slates or not? Yeah. Yeah, we are slates. र हाम्रो चाहिँ यस्तै छ केटाहरु हैन. हाम्रो केटाहरु चाहिँ बाहिर बसिन्छन्. तिनीहरुले के गरिन्छन् म तपाईहरुलाई देखाउँछु है त केटा. ल है केटा यहाँ आएर बन्दै छु है. अब चाहिँ हामी गएर ताल्दै छौं. ओके. यहाँ चाहिँ हामीले ताल्न लागिरहेको छ हैन. Wait. This is not gonna stay, but for now it's fine. ल यस्तो चाहिँ हामीले तास्दिएको छौं. यिनीहरुले भेटाउँछु कि भेटाउन. Are you enjoying? Huh? Are you enjoying? Are you Enjoying. enjoying? Yeah. Yes. A bit. I'm happy. Okay. ल केटा आऊ ल. ल आऊ ल. ल भिडियो अलि लामो भइसकेको छ. त्यही भएर तपाईहरुलाई अलि छिटो आउनको लागि उस गर्नको लागि म अनुरोध गर्छु. त्यो उसमा चाहिँ के लेखेको छ भनेपछि चाहिँ तिमीहरु यहाँ सुना भोसडीकेहरु यहाँ सुन. एक्साइटेड भइछ यार. यहाँ सुन. थ्यांक यू स्या के रे थ्यांक यू होमी यस्तो लेखेको छ. यो साम लेखेको छ हैन. थ्यांक यू फर लभली टाइम भनेर लेखेको छ. अनि चाहिँ त्यहाँ लभ यु सिलेट पनि लेखेको छ. तर मैले थाहा भइसक्यो यहाँ रहेछ
No. Who's gonna find first? Who's not gonna find first? Oh yeah, who's gonna find first? Yeah. Who's gonna find first? Who's gonna find first? Who's gonna find first? Who's gonna find first? Oh, they were very close. They were very close. Oh, they also got very close. OMG. Oh, nice. They were searching, hey, look at I. कहाँ छ है ल कहाँ छ है यतामै छ है ल कहाँ छ है दाइले भेट्टाइसक्नु भयो पागलहरु ल यहाँ छ दाइले चाहिँ भेट्टाइसक्नु भएको छ Thank you for the lovely stay in the beautiful mountains. It feels homey, love you sir. Doing crop. ल दाइलाई चाहिँ एकदम भुडाइ छ दाइलाई चाहिँ म एउटा गिफ्ट दिन चाहन्छु र मेरो गिफ्ट चाहिँ मेरो यो चस्मा छ है दाइलाई चाहिँ म गिफ्ट चस्मा ल दाइ ल तपाईले जितेको ठाउँमा चस्मा ल खै त आउनु ल बधाई छ ल हारेकोलाई थुक्ने थु ल गाइज ल ओके कङ्ग्रेचुलेसन for the lovely win. Okay, thank you for participating. You guys also. Thank you for participating, boys. Lovely play. Okay, have a nice day. ल गाइस ल आजलाई यति नै हुनेछ र यहाँ हाम्रो गोरेपानीको यात्रा यही नै सकाउने छ है त ल गाइस ल केटा तिमीहरू चाहिँ अब यहाँ आउनु छ भनेपछि चाहिँ हैन हाम्रो चाहिँ यो मुनलाइट भन्ने हो हैन यहाँ चाहिँ एकदम एफोर्डेबल छ र तपाईहरुले 12 चाहिँ मात्र सब प्याकेजहरु पाउन सक्नुहुन्छ हैन विथ चिकन हुन्छ हैन सो तपाईको चिकन खाना देखेर तलको ब्रेकफास्ट बेलुकाको सुताइ हो त्यस्तो हुनेछ हैन तर यो साच्चै एफोर्डेबल छ र यहाँको दाइ दिदीहरु पनि एकदमै राम्रो छ हैन र हाम्रो यहाँ भाइ पनि छ यहाँको दाइ दिदीहरु पनि एकदम सपोर्टिभ छ हैन जस मजा आयो हामीलाई चाहिँ यहाँ जस सजिलो लाग्यो जस आफ्नो घर जस्तो फिल भयो त्यसको लागि धेरै धेरै धन्यवाद र अब चाहिँ हामी यति नै गर्ने होला किनकि यो भिडियो चाहिँ एकदम लामो भइसकेको छ Staat de gitaar wel aan? Zij weten ook niet wat ik zing. Alles gaat. Love you, sleds. Love you, sleds. Yeah, we are sleds. ल है त ल गाइस ल ल स्लेट्सको ह्यान्डसेक पनि ए बा Okay, let's do this. Let's do this. Bye bye.